राखेर हेर्न जाने बेला सँगै हिँड्ने साथी आज भेट भयो। तपाईँहरूलाई कस्तो लाग्यो? यी दिदीको नाम के भने उज्याली। हामी उज्याली उज्याली भन्थ्यौँ होइन? एकदम बच्चापनाको खेल्ने बेलाको साथी है। आज भेट भयो यो गौरती जात्रामा। एकदम अनौठो लागेको छ है। धेरै धेरै हजुरलाई धन्यवाद। हजुरको घर कहाँ पर्यो? ल धन्यवाद। उज्याली दिदी कुरा सुन्नुहोस् त, 15 वर्ष बाले पाले, 50 वर्ष बुढाले पाले, 50बाट उकालो टेकिहाल्यो, त्यस पछाडि छोराछोरीले पाल्छन्। यी आफू त बिन्दासले घुमिन्छ, खाइन्छ, रमाइन्छ। धन सम्पत्ति कमाएर थुपारेर 36% ब्याजमा लाउँला, ती ब्याज खाउँला भन्ने कुनै आश पनि छैन। बिन्दासले रमाइन्छ, घुमिन्छ, खाइन्छ। जति धन सम्पत्ति कमाउनेहरू पनि आखिरी जानी घाटै हो। चाहिने बेला दाउरै चाहिन्छ। धन सम्पत्ति लिएर पोल्दैन। सेखी र अङ्कार घमण्डी के गर्नु? बाँस त टुप्पा पैसे नुङ्छ। मान्छेमा चाहिँ किन रिस राग घमण्डी अङ्कार सेखी चाहिँ के का लागि गर्छन् क्या? यही दिक्क लाग्छ क्या। अलिकति धन सम्पत्ति कमाउनेहरू बाटा हिँड्ने ठाउँमा नि मुख बोल्न नि गाह्रो मान्छन् क्या। जति धन सम्पत्ति कमाए पनि आखिरी नाङ्गै जानुपर्छ, छोडेरै जानुपर्छ।